चाहिँ यो 50 प्लेट मोमो खान भनेर उता थलीतिर गएको। यस मोमो चाहिँ मिठो रहेछ। अब यो मोमो खान जानलाई लोकेसन चाहिँ सजिलै छ। तपाईँ चायलबाट जाँदाखेरि साखु जाने बाटो जाने हो। अनि साखु जानेबाट अब साखु नगइकन बिग मार्टको ठ्याक्क अपोजिट जाने सानो गल्ली बाटो छ। गल्लीको सिधा गएपछि हल्का टर्निङ आउँछ। यही हो पसल चाहिँ होइन। अब यहाँ 50 रुपियाँमा जो दामी मोमो पाउँछ भन्छ होइन। त्यही भएर मैले पनि यसो चाखेर न भनेर गइहेरेको। मोमो चाहिँ झोलवाला पनि दामी हुने रहेछ। जति खायो 2-3 प्लेट चाहिँ खाम लाग्ने कि। अब अन्त हामी 100, 120, 150 तिर्दा पनि यति मिठो मोमो चाहिँ पाउँदैन। अब मान्छेले व्यापारै गर्दा पनि नाफा चाहिँ जसरी नि कमाउनु रहेछ होइन। अब थोरै नाफा खाएर धेरै बेच्छ नि त यहाँ चाहिँ। अब यहाँ खाने मान्छेहरू पनि सबै खुसी। जस मोमोको चाहिँ सबभन्दा बेस्ट भनेको चाहिँ झोल मोमो नै हुने रहेछ। अब मोमोको मात्रै भन्दा नि अहिले चाहिँ अब यसो देशको अवस्थाबारे पनि यसो 1-2 शब्द चाहिँ बोल्नुपर्छ। परिवर्तन त धेरै नै देखिएको पनि छ। अब यसो हेर्दाखेरि चाहिँ अब जनताको परिवर्तन भन्दा पनि यो राजनीति भनेको चाहिँ बदला जस्तै लागिरहेको छ। किनभने अब जितेको बित्तिकै बहुमत भयो भन्दैमा अब जेल हाले त्यो ठिकै हो। अब किनभने अब खासमा अब बाँच्नु पर्ने त जनता हो नि त। अब जनताको लागि चाहिँ के गर्ने भन्ने भयो कि अब मान ल भ्रष्टाचारलाई समाते रे जनतालाई त फाइदा भएन। ल ठिक छ अहिले हामीले राम्रो अब सेवाहरू पाउन सकौँला होइन। तैपनि अब फर्स्टमा चाहिने त अब हामी युवाहरूको लागि त रोजगार नै हो नि त। अब हुन त 100 दिन त पुगेको छैन। अहिले आत्तिनु चाहिँ पर्दैन। अब आत्तिनु भन्दा पनि कस्तो हुन्छ भने अब दिनभरि मानौ यताउता कुरासुरा बोलाउँला यताउता। अब फ्यामिली हुन्छ सबैको होइन। अब काम गरे पो पैसा आउँछ खान पाइन्छ होइन। पैसा भएपछि अब पैसा कहाँबाट आउँछ भन्दाखेरि अब रोजगार त हुनु पर्यो नि। अब नेताहरू समाते यताउता भनेर अब हामी उफ्रेर मात्र त केही हुँदैन। अब सुरुमा चाहिँ जनतालाई कसरी चाहिँ स्वास्थ्य शिक्षादेखि सबै स्वास्थ्य शिक्षा अब घाँस बास कपास त चाहिने नै हो होइन। अब 1 रुपियाँ नकमाए पनि दिनको 1000 कमाए पनि चाहिने चिज त जसरी नि चाहियो कि। अब ऋण लिएरै भए पनि होइन कि अब मर्नु पर्यो हामी बाँच्दाखेरि त सबै चाहिन्छ। बाध्यता पनि हो। अब सबै अब कलकारखानाहरू चाहिँ बरु राजा ल्याएको कलकारखानाहरू चाहिँ बरु बनाएर फेरि गाउँ फर्क अभियान जस्तै गरेर होइन। त्यो खाली जग्गातिर के उत्पादन हुन्छ त्यो उत्पादन सरकारले नै बरु हल्का सहयोग गरेर होइन यस्तो हुन्छ यसरी गर्नुहोस् हामी सबै खरिद गर्छौँ भन्यो भने त जनताले अब यति उत्पादन